म केपी बालामा छातीमा टास्न सक्छु कि मेरो हस्बेन्डले नदिएर म यहाँ टाटो पनि खोप्न लाथेँ मलाई हस्बेन्डलाई टाटो खोपेको मन पर्दैन म त्यही भएर नखोपेको यति धेरै प्रेम है त्यति धेरै माया छ मेरो मोबाइल भरि हेर्नुहोस् केपी बाको मात्रै स्टोरी कि टिकटक छ किन केपी बा यहाँ आएर बस्नुहुन्छ नि म तरकारी ठेलामै बेचेर पनि पाल्न तयार छु कि मेरो मम्मीलाई जस्तो माया लाग्छ नि त्योभन्दा बढी केपी बाला माया लाग्छ जस्तो लाग्छ किन त्यस्तो भयो म यो कुरामा मेरो दिमागमै के छ भन्ने कुरा सुरुमा मलाई सबै दलबाट हाम्रो घरमा बुवालाई गरेको व्यवहार दूर व्यवहार के हाम्रो अब सेङ्जा जिल्लामा बुथ कब्जा गर्ने एमाले जति प्रयास गरे नजित्ने है त्यस्तो ठाउँ अब एमाले मात्रै छ मान्छे अनि डराएर खुकुरी खोडाहरू परेको पनि भयो कि हाम्रो त्यतातिर चापकोट त पितृले भोट हालेको पनि भन्नुहुन्छ हजुरले गएको चुनावमा सुन्नु भएन सुन्नुभयो नि सेङ्जा चापकोट नगरपालिका त पितृले भोट हालेको भनेर हङ्गामा पनि थियो नि अनि बुथमा यस्तो धेरै पार्टीलाई माया गर्ने मान्छे किन उठ्नु भएन त म त मेरो पार्टीमा केही पनि छैन म सामान्य भोटर मात्रै हो कि हुन त मेरो राजनीति त जहाँ गएँ म त्यही राजनीति गरिदिन्छु फेरि एमालेको यहाँ काठमाडौँ बसेँ अधिवेशन भयो अधिवेशनमा म श्रीमान लिएर गइदिएको थिएँ मेरो फोटो पनि छ सायद यस्तै कुर्ता छ सेतो कुर्ता लाएर तपाईले त्यो शब्द बोल्नु भएको थियो यही कुर्ता अनि त्यही कुर्ता लाएर आएको मैले अब धुन पनि भ्याएको छैन अनि यही कुर्ता लाउनु मन लाग्यो मिडिया कर्मी आउँदा नि यही भाइरल होस् अब हुन यही भाइरल होस् टप त खोले म डर लाग्यो अराजक हुन्छ नि व्यक्तिहरूले दुःख गरेर जोडेको सम्पत्ति अलिकति माया लाग्यो अब हात त औँले काटे मात्रै यो निस्किँदैन अनि यहाँको कानको टप चाहिँ मैले पहिले सानोमा नै बनाएको हो मलाई एकदम माया लाग्यो आत्मादेखि एकदम माया लाग्यो मै पनि एमाले हो सै पनि एमाले हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने हजुरआमा भन्नुहुन्छ एमाले ए जना भोलिलाई साथ छ केपी बालाई ए जना ओलीलाई साथ छ ओलीलाई धन्यवाद ओलीवालाई साथ छ तपाईको